कहाँ मेरो घर तल कति वर्ष जति भयो दाइ तपाईँहरूले यो बुन्न लागेको डोको 40 वर्षभन्दा धेरै यो बाँस खरिद गर्ने केलाउने बुन्ने सबै खर्च गराएर कति बस्न आउँछ बचिरहन्छ कस्तो छ यसको आम्दानीको स्थिति कस्तो छ गरिरहन्छ र घर खर्च चलाउने घर खर्च चलेको छ होइन हजुर यसैबाट नै परिवारको सबै गुजारा चलाउँ भन्न पनि गाह्रो छ कि कस्तो हैन यही पेसाबाट चलेको गुजारा चलाएको छ ठुल्ठुला काम कारवाही गरौँ अरू क्षेत्रमा लगानी गरौँ भन्ने पैसा धेरै बचत गरौँ भन्ने चाहिँ गाह्रै छ नि छैन हजुर दिनमा कति जति बुन्न सकिन्छ दाइ यो डोका यो 3टासम्म एक दिनमा 3टा हजुर बाँस केलारै बुन्न सकिन्छ हजुर लिएर केलाएर 3टा बिन्दिन्छ चुवाचित्रो तयार गरेर ठिक्क पारेको हजुर बुन्ने मात्रै 3वटा तयार गर्न सकिन्छ नि हजुर अनि यो एउटा डोका कतिमा बेच्नु भएको छ यो यहाँबाट 500 मा अब टाढा गए 600 तपाईँहरूले जसले लगे पनि 500 मा लग्न पायो तपाईँहरूबाट यहाँबाट परम्परागत रूपमा बुनिने यी बाँस र हजुर निगालाका खास गरी चोइचित्रको काम यति बेला लोपोन्मुख अवस्थामा छ र केही स्थानीयहरूले ठाउँ ठाउँमा यसको पुरानो चलनलाई जीवित राख्ने र आफ्नो पारिवारिक गुजारा पनि चलाउने ढङ्गले यसमा अझै पनि आकर्षित भएको हामी देख्न सक्छौँ र पछिल्लो समय यसमा लाग्ने लगानी श्रमिकहरूको ज्याला र बजारको अभावमा कैयौँ यो चोइचित्रको काम गर्ने त्यो समुदायका व्यवसायहरू पलायन भएको हामी देख्न सक्छौँ बुझ्न सक्छौँ हाम्रै गाउँघरमा पनि धेरै अगाडि आजभन्दा 12-15 वर्ष अगाडि जसरी थुन्सेहरू देखिन्थे भकारीहरू देखिन्थे मान्द्राहरू देखिन्थे टोकाहरू लस्कर लगाएर बेच्ने टोली हुन्थ्यो यद्यपि अहिले हामी त्यो देख्न सक्दैनौँ समयक्रम सँगसँगै विज्ञान र प्रविधिमा भएको विकास सँगसँगै र मान्छेका आवश्यकताहरूको विकास सँगसँगै प्रविधिमा पनि र हरेक क्षेत्रमा मान्छेका आकाङ्क्षाहरू बदलिएका छन् र यो झन्झटयुक्त कामहरू गर्न मान्छेले अत्यन्तै कम मन पराउने भएको हुनाले यो निकै मेहनतपूर्वक गर्ने काम यो निकै परम्परासँग जोडिएको यो मौलिक संस्कृति मौलिक पेसा यो निकै सङ्कटको डिलमा छ लोपोन्मुख अवस्थामा नै छ र यसको दिगो संरक्षण गर्नको निम्ति स्थानीय सरकारले यहाँका प्रदेश वा सङ्घ सरकारले बाँस खरिद गर्नेदेखि लिएर बुनेका सामानहरूलाई उचित बजारसहितको मूल्य प्रदान गर्ने र निश्चित एउटा ज्याला तोकेर उहाँहरूलाई स्थानीय तहले नै खरिद गर्ने गरी यो पेसालाई प्रवर्धन गर्न सक्ने पनि हुन्छ यद्यपि अहिले प्लास्टिकका सामानहरू बजारमा छ्यापछ्याप्तै पाउने भइसकेपछि यो हाम्रो आफ्नै उत्पादन बाँसबाट उत्पादित हुने डोकोहरू नाङ्लोहरू यो थुनहरू सबै प्रकारका जो बाँसबाट चोइचित्रोबाट बन्ने परम्परागत सामग्रीहरू छन् त्यसमा निकै गिरावट आएको छ र उहाँहरूले भनेअनुसार हामीले प्लास्टिकको सामानलाई विस्थापित गर्नुपर्छ भन्ने प्रकारको आवाज पनि राख्नुहुन्छ र हामीले उहाँसँग यो बाटोमा अकस्मात यात्रा गर्दै गर्दा उहाँहरूको यो पेसा यो पौरख र यो चाहिँ एउटा साहसलाई सम्मान गरेर तपाईँहरू बिचमा केही दृश्य यहाँ देखाउने प्रयत्न गरेका हौँ बङ्गलाचुली आउजाउ गर्ने बङ्गलाचुली घोडाई आउजाउ गर्ने यहाँ विभिन्न कम्पनीका टिप्परहरू जसले डाँडो उधारेर चुन्डुङ्गा ओसार पसार गरिराखेका छन् यो निकै व्यस्त हिलाम्बे र धुलाम्य हुने सडकको किनारामा एक पुरानो घरमा यहाँ हामीले चोइचित्रको काम गरेको दृश्य देख्न सक्छौँ उहाँहरूले हामीलाई बताएअनुसार यो 10औं वर्षदेखि उहाँहरूले निरन्तर यो काममा जोडिनु भएको छ आफ्नो पेसा आफ्नो मौलिक एउटा संस्कृतिलाई पनि जगेर्ना गर्ने कोसिस गर्नुभएको छ यो मानेमा हामी उहाँहरूलाई नमन पनि गर्न चाहन्छौँ पुनराम सुनार हो पुनाराम सुनार हजुर हजुर पुनराम सुनार हो कति वर्ष हुनुभयो म वर्ष 44 भयो 44 वर्ष 44 वर्ष भयो चोइचित्रको काम सिकेको कति वर्षदेखि तपाईँले लगभग
15-16 वर्षदेखि सुरु किशोर उमेरबाटै तपाईँले आफ्नो बुवालाई वा बाजेहरूलाई पछ्याउँदै यो पेसा सिक्नुभयो यहाँसम्म आयो यहाँसम्म आइयो अब खासै यो यस्तो बजारीकरण खासै छैन क्या गाउँघरतिर अब भनेको ठाउँमा अदर भएको ठाउँमा दिइन्छ हजुर तपाईँहरूलाई डोको बुनिदिनुहोस् भनेर यहाँ तपाईँहरूलाई भेटेरै जिम्मा दिनुहुन्छ मलाई यति डोका चाहियो भनेर ती आएर बनाइन्छ फेरि के बुन्नुहुन्छ तपाईँहरू पिन्ने तपाईँको यो दोगादेखि लिएर छिट्टाहरू चिट्टुवा अनि त्यो रोटी राख्ने झप्कनी भकारीहरू झप्कनी भकारी सबै चिज बनाइन्छ अनि मान्द्रो पनि हुन्छ नि बिसुन पात सुकाउने हजुर त्यसरी बनाइन्छ ए अनि तपाईँहरूको यो डोको बुन्ने काम जो चलचित्रको काम छ यसबाट पारिवारिक गुजारा मात्रै चल्ने भएको छ कि केही बचत पनि गर्ने कस्तो छ स्थिति अलिक गाह्रो भइरहन्छ बचत गर्न गाह्रो छ लाग्ने काम भावनाले टाइम धेरै लाग्छ तपाईँले 30 वर्षदेखि यो सिपमा हात हालेको भए पनि यही सिपलाई बेचेर परिवार चलाउने र केही मुनाफा प्राप्त गरौँ भन्ने विषय अझै पनि जटिल नै छ होइन कति सन्तुष्ट हुनुहुन्छ यो पेसामा तपाईँहरू कति सन्तुष्ट हुनुहुन्छ यो पेसामा तपाईँहरू खासै हुँदैन हेर्नुहोस् यो नियमित लागेपछि अब घर गुजारालाई चलाउन सकिन्छ हो अनि होइन हजुर अब यसलाई छोडेर अब अरू कामतिर लाग्ने यो त्यतिकै रहिहाल्छ हो भ्यारी बसाल्न गाह्रो भइहाल्छ नियमित लाग्नु पर्यो नियमित यसको पछि लागिरहनु पर्यो यसलाई धेरै मिहिनेत लाग्छ अहिले त स्थानीय सरकार छ प्रदेश सरकार छ सङ्घीय सरकार पनि छ 3 तहका सरकारहरू छन् तपाईँहरूको सिप तपाईँहरूलाई बजारीकरणमा समस्या होला सरकारले के गर्दै ठिक हुन्थ्यो आफ्नो जीविका आफ्नो सिप र देशलाई पनि मैले केही योगदान गरेँ भन्ने प्रकारको तपाईँलाई के गरिदिएमा ठिक हुन्थ्यो भन्ने लाग्छ संस्था सबभन्दा बजारीकरण गरिदिने मूल्य टोकिदिने हजुर त्यस्तो गरिदिएपछि एकै ठाउँ हामीले दिने वातावरण मिलाइदिएपछि धेरै सहज हुन्छ जस्तो लाग्छ हेर्नुहोस् हजुर धेरै राम्रो हुन्थ्यो होइन त्यो ठाउँमा हामीले लगेर दिउँ पैसा लिएर चाहिँ काम चलाम भने सजिलो हुन्थ्यो हो हामीले यो अर्डर गरेको ठाउँमा लग्नुपर्छ हेर्नुहोस् हो लगेर आफै पुरो दिनु पर्यो तपाईँले आफै लगेर छोडिदिनुहुन्छ हजुर तपाईँले आफै लगेर जसले अर्डर गर्नुहुन्छ उहाँको घरमै लगेर छोडिदिनुहुन्छ त्यस्तो अब सरकारले गाडीमा पठाइदिनु भनेर पैसा पठाइदिनु भएको हुन्छ त्यो हिसाबले हामीले यहाँबाट पठाइदिनु तपाईँहरू बाटोमै बुन्नुहुन्छ यो व्यस्त यो घोराई बङ्गलाचुली सडक खण्डको यो खास गरी टिप्परहरू ओहोरदोहोर गर्ने 4-5वटा कम्पनीका गाडीहरू हिँड्ने एकदमै व्यस्त बाटो पनि हो र यो खास गरी घोराई बङ्गलाचुली यो बङ्गलाचुलीको स्थान तह र सदरमुकाम जोड्ने प्रत्यक्ष नाका पनि हो यो यहाँ त जनप्रतिनिधिहरू पनि हेर्छन् जस्तै वडाध्यक्षहरू पालिका अध्यक्षहरू उहाँहरूले भेटेर तपाईँहरूसँग केही कुराकानी गर्ने उहाँहरूले त त्यस्तो आफ्नो काम गरिरहेको अनि अगाडि बढ्नुपर्छ भन्ने खालको पुरै चाहिँ गर्नु हेर्नुहोस् अनि प्रदेश सरकार स्थानीय सरकारहरू त कुनै हाम्रो सिपको बारेमा कुनै सासै दिनुहुन्न उहाँले कुनै सरकारी राख्नुहुन्न तपाईँहरूलाई हजुर मेरो दिलबहादुर सुनार मेरो तपाईँ दिलबहादुर सुनार कति वर्ष हुनुभयो म 47 पुगेँ 47 उहाँभन्दा पनि अझ तपाईँ जेठो कति छन् नानी बाबु कति छन् तपाईँका मेरो एउटा नानी 2टा बाबु 3 महिना हजुर यस तपाईँले धेरै जसो यही पेसामै जोडिनु भएको छ हजुर मैले सुरुदेखि अब यो बाबुलाई सिकाएँ मैले दाइको छोरो हो हजुर ए म हजुर मेन मसँग धेरैले सिकेँ तपाईँसँग धेरैले सिकेँ अनि जस घर परिवार गुजारा चलेकै छ चलेको छ तपाईँहरूको माग के हो भने कम्तीमा स्थानीय सरकारले हाम्रो श्रमको सम्मान र जीविका सहजताको लागि कम्तीमा बजार मूल्य र यो बजारीकरणको व्यवस्था गर्दै ठिक हुन्थ्यो भन्ने प्रकारको गुनासो अथवा माग पनि रह्यो ठिक हो यसो गरिदिएपछि हामीलाई किनकि अगाडि हातमा सिप छ जति पनि माग भए बमोजिम हामीले बुन्न सक्छौँ सकिन्छ यो चलचित्र तपाईँहरूले ल्याउनको निम्ति के छ यसको कच्चा वस्तु ल्याउनलाई समस्या छ कि छैन अझै पाइन्छ यसलाई बोकेर ल्याउँछौँ यहाँ झन् भन्नाले तपाईँ गाउँमा जानु भने प्रशस्त पाइन्छ यसलाई खोज्न पर्ने मतलब नभेटिने त्यस्तो समस्या छैन हुन्न त्यो भन्नुहुन्न लैजाने भन्नुहुन्छ ओहो दिन्छौँ हामीले अनि बनाउनलाई हामीलाई पनि बनाइदिनु समस्याको तपाईँहरूले किनेर ल्याउने कि उहाँहरूलाई बुनिदिने गरी काटेर ल्याउने डोको दिने हामीले पहिले बुनिदिनु गरेर धेरै फर्केर ल्याउने ठुला घना बाँसहरू अब अलग फर्किने हो एउटा 200 रुपियाँ मूल्य भन्छन् यहाँ यो
यति बेला हामी चुनावी सङ्घारमा पनि छौँ। तपाईँहरू आफै मजदुरी पनि गर्नुभएको छ, या विभिन्न पार्टीहरूले भोट माग्दै पनि आउँछन्, यहाँ घन्टीहरू बजाइराखेका छन्, ताराहरू फहराइराखेका छन्, रुखहरू हल्लाइराखेका छन्, सूर्यहरू चाहिँ फरफराइरहेका छन्। तपाईँहरूले भोट माग्ने कोसिस गर्नुहुन्छ कि गर्नुहुन्न? यहाँ तपाईँहरूसँग गर्नुहुन्छ के भन्नुहुन्छ? तपाईँहरूसँग ती अहिलेका उम्मेदवारहरूले के भन्नुहुन्छ? तपाईँहरूले के कुरा राख्नु भएको छ? होइन अब घन्टीले चाहिँ भोट हाल्नुपर्छ, हामीले घन्टीले जिताउनु पर्छ भन्नु भन्नुभएको छ। नयाँलाई चाहिँ दिनुपर्छ भन्ने नयाँलाई जिताउने भन्नु। कुरा त्यही चल्छ। तपाईँहरू अब पुरानाहरूले केही गर्न सकेनन्, घन्टीलाई एकचोटि नयाँ हेर्ने हो कि? युवाले गर्ने भन्न खोज्दै हुनुहुन्छ। कत्रो वर्ष भइसक्यो नयाँले त कुनै पुरानाले कुनै पनि गर्न सकेन। ओहो, पुरानाले जो गर्नुभयो, जो कमाउनु भयो गर्नुभयो, आमलाई गर्नुभयो, हाम्रो बाहिर बुबीको लागि गर्नुभयो। अब मजदुरहरूले, किसानहरूले, ज्यामीहरूले पनि एकपटक घन्टीलाई हेर्नु पर्यो भन्ने तपाईँको मनमा पनि लागिसक्यो। लागिसक्यो। तपाईँको आफ्नै मनमा लाग्यो कि छोराछोरीले घन्टीमा हाल्नुपर्छ बा भनेर? छोराछोरीले भनेको हाम्रो मनमा नि त्यही लाग्यो। हाम्रो मनमा त्यही लाग्यो। युवालाई अहिले हेर भन्न खोज्यो। आउने पुस्ताले नि युवा त छन् त, माओवादीको निर्मला आचार्य युवा नै हुनुहुन्छ, हजुर अनि त्यो विपिनज्यू अब राष्ट्रपाको युवा हुनुभयो, अनि अरू अरू पार्टीका पनि कयौँ युवाहरू नि छन् त। हजुर पुराना के सबै खराब हुन्छ? हजुर हामीलाई किन भयो नि अहिले घन्टीले हेर भनेर खोज्यो। हजुर सबै पुराना खराब होइनन्, यद्यपि अहिलेसम्म निकास दिन, व्यवस्थित निकास दिन नसकेको हुनाले जनताको सबैको आक्रोश छ। अनि तपाईँहरू भन्नु भने हाम्रो यो चाहिँ बजारीकरणको ग्यारेन्टी गर्ने तपाईँहरूको कार्यक्रम के छ, हाम्रो श्रम हातमा सिट छ, यो विषयमा तपाईँहरूले कसरी सोच्नु भएको छ? हामीले तपाईँहरूलाई मत दिँदै गर्दा भनेर तपाईँहरूले आफ्नो जिज्ञासा राख्नु भएन? अब कोइली गर्नेले चाहिँ यहाँ पानी टङ्कीहरू बनाइदिनु भएको छ, बाटोहरू हालिदिनु भएको छ। हजुर अब बिजुलीहरूसम्म लगभग सहयोग गर्नुभयो अलिकति। अनि अब यहाँको लागि रोडको लागि बनाउनु भएको छैन। अब पहिले अब बनाउनु भयो, अलिअलि त्यति कच्चो भयो। अब यस्तो भइरहेछ, धुलो खाइरहेछ हामीले। तपाईँहरूको आशा अब नयाँले केही गर्छन् कि हजुर भन्ने झिनो आशा? हजुर हामीले घन्टी पार्टीहरूले भनेको छौँ यो रोड बनाउनु पर्छ, हामीले भोट दिन्छौँ भनेर सबै खुसी छ। त्यही बनाउँछौँ भन्छन् घन्टी पार्टीले। हजुर हस्, तपाईँहरूको थप सहज जीवनयापनको कामना गर्न चाहन्छु र यो सडक जोसुकै उम्मेदवारले जिते पनि हाम्रो सडकहरू, हाम्रा विद्युतहरू, हाम्रा विद्यालयहरू, हाम्रा स्वास्थ्य संस्थाहरू, हाम्रा चाहिँ दैनिक जीवनयापनसँग जोडिएका सबै क्रियाकलापहरू सहजतापूर्वक अगाडि बढुन् भन्ने परिकल्पना सबैको छ। त्यो पुरा होस् भन्ने कामना तपाईँ हामी सबैको छ। सबैको छ सर। यसमा तपाईँ हामी कामना गरौँ कसैको बुद्धि फिर्ला। ल यो तपाईँहरू व्यस्त समयको बावजुद पनि हामीलाई केही समय र सम्वाद गर्ने अवसर र त्यो समय प्रदान गर्नुभयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद सहित यो तपाईँहरूको व्यवसाय सफलताको थप शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।